ऋण लिएर ऋण खाएर फेरि पनि ऋणै खाने देशका नागरिक बन्दैछौँ हामी। प्रधानमन्त्री केपी शर्मा ओलीले देश कसरी चलाइरहेका छन्? जवाब हो ऋण लिएर। अघिल्ला प्रधानमन्त्रीहरूले कसरी देश चलाउँथे? ऋणै लिएर। अब कुन देश वा निकायसँग नेपालको कति ऋण छ आज छर्लङ्ग हुने गरी बुझौँ दर्शकवृन्द। किनकि प्रत्येक नेपालीको थाप्लोमा झण्डा झण्डै 88,000 ऋणको भारी छ। बेलैमा आफ्ना शाहु महाजनलाई चिनेकै राम्रो। देशले मलाई केही दिएन भन्नेहरूका लागि झन् यो झनै ठुलो पहाड हो। कम से कम ऋणको भारी त बोक्न पाएका छन् नेपालीहरूले। अब कोसँग कति ऋण छ त्यो हेरौँ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको सरकारी तथ्याङ्क अनुसार 2081 माघसम्म कुल सार्वजनिक ऋण 26 खर्ब 11 अर्ब 6 करोड माथि छ। फागुन सकिएर चैत लाग्यो, यो अवधिमा फेरि थपिएर 26 खर्ब 36 अर्ब पुगेको तथ्याङ्क छ। तथापि यो आधिकारिक रूपमै सार्वजनिक भने भएको छैन। अब नेपालले ऋण लिएका देश तथा निकायको सूची हेरौँ। जापानसँग 50 अर्ब 88 करोड, भारतसँग 40 अर्ब 49 करोड, चीनसँग 35 अर्ब 29 करोड, दक्षिण कोरियासँग 5 अर्ब 1 करोड, साउदी अरबसँग 3 अर्ब 7 करोड, कुवैतसँग 1 अर्ब 83 करोड, फ्रान्ससँग 1 अर्ब 1 करोड, बेल्जियमसँग 49 करोड 26 लाख, विश्व बैंकसँग 6 खर्ब 12 अर्ब 33 करोड, जुन सबैभन्दा बढी हो। अझै थपिने क्रममा छ। एसियाली विकास बैंक एडीबीसँग 4 खर्ब 6 अर्ब, यो पनि थपिने क्रममै छ। अन्तर्राष्ट्रिय मुद्रा कोष IMF सँग 63 अर्ब 27 करोड, युरोपियन इन्भेस्टमेन्ट बैंक EIB सँग 12 अर्ब 10 करोड, इंटरनेशनल फंड फॉर एग्रीकल्चर डेभलपमेन्ट IFAD सँग 10 अर्ब 59 करोड, OFID सँग 7 अर्ब 11 करोड, NDF सँग 1 अर्ब 77 करोड, एसियाली पूर्वाधार लगानी बैंक AIIB सँग 1 अर्ब 63 करोड, EEC सँग 14 करोड 97 लाख। यो सबै वैदेशिक ऋण मात्रै हो जुन 13 खर्ब 28 अर्ब माथि छ। त्यसबाहेक 26 खर्ब मध्ये आधा हिस्सा आन्तरिक ऋणको समेत छ। ओली सरकारमा आएको पछिल्लो 7 महिनामा मात्रै झण्डै 1 खर्ब बढी ऋण थपिएको छ। यो सबै ऋणको ब्याज दर 1 देखि 1.75% रहेको छ। त्यसमध्ये भारतबाट लिएको ऋणको ब्याज 1.40 र 1.75% का दरले छ। चुनिया ऋणको ब्याज 1.75 र 2% सम्म छ। सबैभन्दा महँगो अर्थात् 2% ब्याजमा ऋण लिएर पोखरा विमानस्थल बनेको थियो। सरकारले कुल 26 अर्ब ऋण लिएको छ र विमानस्थल चलाउन नसक्दा ऋणको ब्याज तिर्ने अवस्था पनि छैन भने ऋणलाई अनुदानमा बदलिदिनका लागि नेपालले चीनलाई पत्र पठाएको छ। अहिले नेपालको कुल आम्दानीको 8% रकम ऋणको ब्याज तिर्न खर्च भइरहेको छ। आर्थिक वर्ष 2017-18 देखि नेपालले वैदेशिक ऋण लिन थालेको थियो। 2063 सम्म आइपुग्दा 3 खर्ब 5 अर्ब थियो। जति बेला देशमा जनआन्दोलन र राष्ट्रसत्ता अन्त्यको समय चलिरहेको थियो। 2072 सम्मको तथ्याङ्कलाई हेर्दा पनि 5 खर्ब 53 अर्ब देखिन्छ। संघीयता कार्यान्वयन पूर्व 9 खर्ब 17 अर्ब हाराहारीमा थियो र 2081 सम्म आइपुग्दा 3 खर्बबाट सिधै 26 अर्ब पुगेको छ। यो झण्डै देशको एक आर्थिक वर्षको बजेट भन्दा झण्डै दोब्बर संख्या हो। चालु आर्थिक वर्षको बजेट 18 खर्ब 60 अर्बको छ। मुलुक लगभग विदेशी ऋणको जालोमा फस्ने खतरा बढेको छ। रोजगार र उत्पादन मूलक भन्दा पनि यसरी ऋण लिएको पैसा अधिकांश पूर्वाधार विकासका नाममा टावर निर्माण, विमानस्थल र बाटोघाटोमै खर्च भइरहेको छ। कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण नै लिइरहेको छ। विदेशीको ऋण तिर्न पनि सरकारले ऋण नै लिइरहेको छ। अब त अवस्था यस्तो बन्दैछ, समस्या झन्झन चुलिएर राजस्वले समेत थ्याक्न नसक्ने अवस्था आएको अर्थमन्त्री स्वयं बताउँछन्। हामीसँग यो आजको कुरा होइन सभामुख महोदय, केही समयदेखि यता हामीहरू कहाँ छौँ भन्दाखेरि राजस्वले साधारण खर्च धान्न धौ भइरहेको अवस्था छ। जबकि उत्पादन र आम्दानी दिने क्षेत्रमा खर्च भएको भए दातालाई तिर्न पनि संकट हुने थिएन। अहिले देशको उत्पादन लगभग शून्य हाराहारीमै छ। ब्याज तिर्न पनि नागरिकबाट उठाएको करको पैसा प्रयोग भइरहेको छ। जति ऋण बढ्दै जान्छ त्यति करको दर पनि बढ्दै जान्छ। कर बढेपछि स्वतः महँगी बढ्छ। त्यो पैसा पनि सरकारले आम नागरिकबाटै असुल्छ। जबकि धनाढ्य र सत्ता निकट व्यापारीलाई कर मिनाहा, अर्बौं बिजुलीको बक्यौता मिनाहा, राज्यमा रहेका विशिष्ट व्यक्तिहरूलाई सुविधा थप र सार्वजनिक सम्पत्तिमाथि व्यापारी र मन्त्रीकै लुटपाटले देश नै उभुन लाग्ने अवस्थामा पुग्दैछ। ऋण लिएर विकास परियोजना निर्माणका कामहरू भइरहेका छन्। ती कामहरू समयमै सम्पन्न हुँदैनन्।
अनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो अवस्था बन्छ। सरकारले भन्दैछ ऋणलाई अनुदानमा परिणत गरिदेऊ। चीन भन्दैछ यो ऋणमै बनेको हो। कुन दिन ऋणकै पार्श्वमा देशको हालत श्रीलङ्का बन्छ टुङ्गो छैन। अहिले बिआरआईमा समस्या आएको पनि ऋण लिने कि अनुदान भन्नेमै हो। नेपाल भन्छ अनुदान, चीनले केही अनुदान दिएर बाँकी सबै ऋणमा परियोजना लाद्न खोजिरहेको छ। त्यसैले ऋण लिनुपर्छ नलिने भन्ने होइन। विश्वका सबै देशहरूले एकअर्कासँग ऋण लिएर विकास गरिरहेका हुन्छन्, तर देशले त्यो पैसा कहाँ खर्च गरिरहेको छ र त्यसले आम्दानी दिएको छ कि छैन भन्ने कुरा मुख्य हो। ऋण लिएर कर्मचारीलाई तलब खुवाएर त कसरी तिर्न सकिएला र?